फ्रीह्यान्डमा जस्तै सजिलैसँग विभिन्न अब्जेक्टहरू बनाउनको लागि यो फोटोसपमा पनि एउटा रेक्टेङ्गल टुलको ग्रुप छ। रेक्टेङ्गल टुल लिएर हामीले यसबाट सजिलैसँग नयाँ नयाँ अप्सनमा नयाँ नयाँ अब्जेक्टहरू क्रिएट गर्न सक्छौँ। यसमा एउटा रेक्टेङ्गल बनाऊ। यसमा यसरी यो रेक्टेङ्गल बनेको छ। त्यसै गरी रेक्टेङ्गलको साथै यहाँ अरू टुलहरू पनि छ। राउन्डेड कर्नर भन्ने टुल छ जुन रेक्टेङ्गल भएर पनि कर्नर चाहिँ सार्प नभएर यस्तो घुमेको कर्नर भएको यसरी हामीले बनाउन सक्छौँ। राउन्डेड कर्नर भएको रेक्टेङ्गल टुल अथवा हामी यसबाट सिफ्ट थिचेर ड्र्याग गरेर हामीलाई स्क्वायर टाइपको पनि हामी बनाउन सक्छौँ। त्यो ड्र्याग गर्ने बेलामा सिफ्ट थिच्यो भने चाहिँ यो एकदम स्क्वायर बन्छ। रेक्टेङ्गलको सट्टा लम्बाइ चौडाइ बराबर भएको रेक्टेङ्गल बन्न जान्छ। त्यसै गरी अर्को इलिप्स टुल पनि छ। यो चाहिँ सर्कल या इलिप्स बनाउनको लागि प्रयोग गरिन्छ। इलिप्स टुल युज गरेर हामीले सिफ्ट थिचेर ड्र्याग गऱ्यौँ भने त्यो कम्प्लिटली सर्कल बन्छ भने सिफ्ट नथिचिकन ड्र्याग गरेर हामीले यसलाई इलिप्सको रूपमा पनि तयार गर्न सक्छौँ। एक प्रकारको गोलाकार अण्डाकार आयतन भएका कुनै अब्जेक्ट बनाउनु पर्यो भने हामी यसको प्रयोग गर्छौँ। अर्को टुल छ त्यहाँनिर पोलिगन टुल भन्ने छ जुन फ्रीह्यान्डमादेखि लिएर पेज मेकर सबैमा यो टुल हामी पाउन सक्छौँ। पोलिगन टुल सेलेक्ट गरेर हामी 6वटा कर्नर भएको बाई डिफल्ट 6वटा कर्नर भएको एउटा अब्जेक्ट बनाउन सक्छौँ र त्यसलाई माथि यो यसको अप्सन बारमा गएर हामी विभिन्न प्रकारको साइजहरू कति कर्नर राख्ने स्टार जस्तो बनाउने कि अथवा कतिवटा त्यस्तो कर्नरहरू भएको बनाउने त्यसरी हामी सिलेक्ट गर्न सक्छौँ। यहाँ एउटा स्टार जस्तो बनाउनको लागि त्यसलाई सिलेक्ट गरौँ ड्र्याग गऱ्यो भने यो स्टार जस्तो बन्छ र स्टार पनि सिफ्ट थिच्यो भने कम्प्लिटली सर्कल टाइपको बन्छ भने सिफ्ट नथिचिकन ड्र्याग गरेर हामी इलिप्स टाइपको स्टार पनि बनाउन सक्छौँ। र कतिवटा कर्नर राख्ने कति सार्पनेस राख्ने भन्ने कुरा त्यही हामी अप्सनबाट चेन्ज गर्न सक्छौँ। यो भयो पोलिगन टुल। त्यसै गरी पोलिगन टुलको पछि हामी लाइन टुल छ हामीसँग। लाइन टुल भन्नाले यो स्ट्रोक हो। भर्टिकल या होरिजेन्टल लाइनहरू तान्नु पर्यो भने हामी लाइन टुल प्रयोग गरेर लाइन तान्न सक्छौँ। र लाइन तान्दाखेरि लाइनको कति वाइड बनाउने भन्ने कुरा हामी अप्सनबाट चेन्ज गर्न सक्छौँ। र अब अर्को टुल छ अब कस्टम सेप टुलमा चाहिँ हामी धेरै प्रकारका रेडिमेड टुलहरू हामी यहाँ पाउँछौँ। यसरी थुप्रै छन् जस्तै हार्टको साइन भयो, स्टारको साइन भयो, एरोहरू भए, कल आउटहरू भयो, जे चाहिन्छ हामी त्यहाँबाट सिलेक्ट गरेर हामी त्यसलाई क्यानभासमा ड्र्याग गर्छौँ। माउस ड्र्याग गर्दा त्यस्तो किसिमको साइनहरू यहाँ आउँछ। हामीले विभिन्न खालको एरो र जेसुकै त्यहाँ अलरेडी बनेका जुनसुकै सेपलाई पनि हामी तुरुन्तै आफ्नो क्यानभासमा ल्याउन सक्छौँ। थुप्रै अप्सनहरू छन् त्यसमध्येबाट हामीलाई चाहिएको अप्सन त्यहाँबाट तानेर ल्याउन सक्छौँ र कस्टम सेपबाट हामी थुप्रै आफूलाई आवश्यक पर्ने कुराहरूको प्राप्त गर्न सक्छौँ।